कसैले पनि समाप्त पार्न सक्दैन। अब नेपाल अगाडि बढ्यो किनभने यसको ग्यारेन्टी नेकपा एमाले यस देशमा छ। नेपालमा प्रतिक्रमण हुनेवाला छैन। अब यो यसो पालबाट निस्किएर पिटिटिटिटी उलेका छिचिमेराहरूको जमाना आउँछ कि भन्ने नसोचे हुन्छ। केही आउनेवाला छैन र देश नेकपा एमाले भनेको गन्तव्यतिर अगाडि बढ्छ। राति नै सबै छक्क परे। सिद्ध्याउँछौँ भनेको एमाले, सिद्ध्याउँछौँ भनेको केपी ओली प्रधानमन्त्री पो हुने भयो भनेर के भएको यो? दुनियाँ लाग्दाखेरि पनि फेरि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा, एमालेको नेतृत्व एमाले गरेको छ। दुनियाँले सोचेको थियो 3 वर्षमा उही दिन जुन दिन छोडेर हिँडेको थियो त्यही दिन 3 वर्षभित्र फेरि फर्किएर संवैधानिक बाटोबाट के गर्नु, संवैधानिक बाटोबाट फेरि फर्किएर नेकपा एमाले आएको छ। फेरि पनि नेकपा एमाले आफ्ना सुकर्महरू मार्फत, सुविचार मार्फत, सुकर्म, सुनीति, सुव्यवहार, सुआचरण, सुगन्तव्य, सुसङ्कल्प मार्फत अगाडि बढ्छ र सफलता प्राप्त गर्दै अगाडि बढ्छ। 76 वर्ष पुरा भएर 77 वर्ष लागेका दिन नेकपा एमालेको तर्फबाट, नेपालमा प्रगति चाहने नेपाली जनताको तर्फबाट म यो उद्घोष गरिराखेको छु। यहाँको प्रगतिवादी आन्दोलनलाई, यहाँको लोकतान्त्रिक आन्दोलनलाई, यहाँको गणतन्त्रात्मक लोकतान्त्रिक आन्दोलनलाई कसैले पनि समाप्त पार्न सक्दैन। अब नेपाल अगाडि बढ्यो किनभने यसको ग्यारेन्टी नेकपा एमाले यस देशमा छ। नेकपा एमाले सबै समस्याको समाधान दिँदै अगाडि बढ्नेछ। एमाले छ यस देशमा।